नक्खु कारागारबाटै देशको राजनीतिमा ठूलो हलचल ल्याउँदै रवि दिनहु भेट्न जानेको लर्को वैकल्पिक शक्तिहरू एकजुट हुने अन्तिम तयारी। दर्शकबिन, पछिल्ला राजनीतिक घटनाक्रमले नक्खु कारागारलाई देशको नयाँ पावर सेन्टरमा रूपान्तरण गरिदिएको छ। सहकारी प्रकरणमा पूर्वपक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेलाई भेट्न नेतादेखि अभियन्ता, कलाकार, पूर्व उच्च अधिकारीहरू, जेनजी अगुवाहरूको बाक्लो भिड लाग्न थालेपछि नक्खु कारागार राजनीतिको केन्द्रबिन्दु जस्तै बन्न पुगेको छ। जेनजी आन्दोलनपछि देश पर विकल्प खोज्ने राजनीतिक मनोविज्ञान चर्किँदै जाँदा रासपाको प्रभाव तीव्र रूपमा बढेको छ। यही कारण राजनीतिक ध्रुवीकरणको यो नयाँ मोडमा धेरै नेताहरू र समूहहरू रविसँग नजिकिन खोजिरहेका छन्। पछिल्लो समय औसत दैनिक 6 जना भन्दा बढी व्यक्ति रवि भेट्न नक्खु पुग्ने गरेका छन्। कारागार स्रोतका अनुसार भेट्न